इ म त बुहारीले उता छोराले यता या हेर्नुहोस् त हेर्नुहोस् त हेर्नुहोस् त हेर्नुहोस् त यसले चाहिँ नि सबभन्दा पहिला खाइएले ल गाइज आजको हाम्रो संक्रान्ति चाहिँ तरुलदेखि सुरु हुन्छ। ल हेर्नुहोस् दिदीले चाहिँ नि तरुल उसिनेर दिइसक्नु भएको छ। ल हेर्नुहोस् साथीहरू, चाडपर्वको एकदम रमाइलो भनेको यही हो। यतातिर चाहिँ नि भर्खरै कटिङ भयो। चाडपर्वमा भान्जा भान्जी ज्वाइँ चेला दिदीबहिनीहरू घर आयो भने यस्तो दिल खुस हुन्छ भने नि, यस्तो दिल खुस हुन्छ, यस्तो रमाइलो हुन्छ। तर टिका सिका त लगाउनु अहिले छैन, कारणवश त्यस्तो भयो। तर हल्का रमाइलो चाहिँ दिदी बहिनी भान्जा भान्जी ज्वाइँ चेला भएपछि चाहिँ नि यस्तो रमाइलो हुन्छ होइन। यहाँ घरकी कान्छी बुहारीले चाहिँ नि बिहानैदेखि धुरुन्दास लाएर अचार बनाउँदै हुनुहुन्छ। फेरि ठुली भान्जी, यहाँ फेरि छोरी डमरू भान्जा हुने नि, हाम्रो ठुलो भेडा हुनुहुन्छ। ठुलो भेडाले चाहिँ नि उहाँ तरुलको बोक्रा पनि घर लैजाने भन्नुभयो। यहाँ फेरि हाम्रो माइली दिदी हुनुहुन्छ आज स्पेसल। यहाँ दिदीले खाँदा यहाँ यस्तो गर्नुभयो। अब यहाँ फेरि हाम्रो ठुली दिदी हुनुहुन्छ। उहाँ फेरि जहिले पनि आएपछि भान्से नै हो फेरि कुकमेन। अब आज अनि हो त्यस्तो छ कार्यक्रम। भान्जीले आज फेरि केही गर्नुहुन्न, त्यही भएर मजाले आशीर्वाद दिएको छु होइन, मजाले बसेर खानी भनेर। अब अरू चाहिँ के भनौँ गाइज, आज के गरे माघे सङ्क्रान्तिमा चाहिँ नि अलिअलि रमाइलो महसुस भयो। भान्जा भान्जी आएका छन्। अब पोखराबाट अर्को डमरू भान्जाको दिदी यहाँ बहिनी हुन्। यिनी के गरे साइकल सिक्दा ह्यान्डीले बाङ्गे गराइसकिन् यिनले। तर ठिक छ, भान्जा भान्जी छन्, ज्वाइँचेला हुनुहुन्छ, रमाइलो छ, यता खेल्दै छन्। जे होस् पोखराबाट बहिनी आउन पाइन्, त्यसमा चाहिँ नि अलिकति त्यस्तै छ। अब टाढाको बाटो भान्जीलाई सन्चो छैन अरे। अब बिहान यता फेरि अब आमासम्म कि दिदी भन्छन् यहाँ मासु डढेको थाहा छैन दिदीलाई। फेरि रुगा लाहा गरे नाकले थाहा नपाएर होला। अब मैले त यत्रो काम गरिदिएँ, यहाँ हिजो 1000को पाडा लिएर आएको, झ्याप्पै यो काटेर भइयो लग्यो। ल यति भिडियो बनाएको, यहाँ बल्ल भान्जीले काम देखाउनु लाग्छ नि त यार, लसुन फोकेर। ल गाइज हाम्रो ठुलो दिदीले चाहिँ यहाँ धेरै परिकार बनाएर हेर्नुहोस् त यसले चाहिँ नि सबभन्दा पहिला खाइएले सब टेस्ट गरेर। नारायण मेरी भान्जी प्यारी भान्जी मामा भने पिन्टु। हेर्नुहोस् अब यहाँ चाहिँ नि हाम्रो चाहिँ यस्तो मजाले आजको सङ्क्रान्ति चाहिँ नि मनाइयो भने के अरे माघे सङ्क्रान्ति। यहाँ त हल्का रमाइलो भनेको यस्तै हो क्या होइन। हल्का रमाइलो भनेको डमरू भान्जा हुने नि, डमरू भान्जा हुन्। ल गाइस टक्क आजको स्पेसल डे चाहिँ नि सबैको लागि है। ल ह्याप्पी सङ्क्रान्ति सबैलाई गाइस। त यस्तो खतरा मोडल जस्तै देखिस् के त। ओहो ओ माई गॉड। अझै यहाँ हाम्रो घरकी कान्छी बुहारीले चाहिँ नि सरर तेलमा पुडी बनाउनु भएको छ, अझै भ्याउनु भएको छैन। उतातिर परिकारहरू पनि रेडी भइसके। अब ठ्याक्क रेडी हुँदा बित्तिकै जे होस् कान्छी बुहारी भइसकेपछि यस्तो मजा आउँदो रहेछ कि काम गर्न। कस्तो फिल भइरहेछ काम गर्दाखेरि? म त गाइज त सुरत पारेर गाइज भन्नुपर्छ। आऊ डमरू यता आऊ, यहाँ खाने हो क्या योसँग। अब हाम्रो खाने कार्यक्रम भइरहेको छ। ल हाम्रो डमरू भान्जा पनि पुरा यहाँ थालाभरि लिएर बस्नु भएको छ। ल बस्नुहोस्। चिचीमा हो के तिमी त खतरा हो क्या डमरू। ल डम ल